औँठी पितले नबोले मायाले यत्रै शीतले। ला 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 तपाईँहरू पनि यसै गरी बाख्रा चराउँदै गीत गाउँदै गर्नुहुन्छ होला होइन? कसले के गर्नुहुन्छ, आफ्नो बालापन आफ्नो गाउँले जीवन कसरी बिताउनुहुन्छ, मलाई चाहिँ यो भिडियोको कमेन्ट मार्फत बताउनु होला। आज म चाहिँ धेरै समय पछाडि बाख्रा चराउन आएको छु। बाख्रा चराउन छोडेको मैले लगभग 10 वर्षै जति भइसकेको थियो। आज चाहिँ बाख्रा सँगसँगै भिडियो पनि बनाऊँ भन्दै आएको छु। अलि अल्छी लाग्दो रहेछ बाख्रा चराउँदाखेरि पनि। बाख्राहरू त चर्ने के अरे अल्छी लागेपछि गीत गाउन मन लाग्ने त्यस्तो हुँदो रहेछ। अब गीत के गाउँ भन्ने कुरो भइरहेछ यहाँ। आज चाहिँ म अब नेपालका एकदम चर्चित लोकदोहोरी गायक, एकदम लोकस्वर सम्राट आदरणीय राजु परियार दाइको चाहिँ नि गीत गाउन गइरहेको छु। कस्तो लाग्छ? टिप्छु फुल डर छैन काँडाको, तिम्रै हुम नसम्झ टाढाको, मिरमिरेको घाम मिरमिरेको घाम लर्क्यो वरम तिम्रै हो राम ढाँटे मरिगयो। डर छैन काँडाको, तिम्रै हुम नसम्झ टाढाको। बाख्राहरू चाहिँ मजाले घारीभित्र पसी चरेका छन्। एकदम अल्छी लागेको छ यी दुईटा हिँडे। तिनीहरू माथि घारीमा पसेछन्, चरेछन्। अब अल्छी लाग्यो। अब मलाई बाख्राहरू चरिरहेछन्, मलाई चाहिँ अल्छी लाग्यो। अब के गर्ने होला भनेर सोचिरहँदाखेरि अब म चाहिँ नि के गर्छु भने चाहिँ अब एउटा गीत गाउन मन लाग्यो। जङ्गलमा बस्दै रमाउँदै, पानी पर्न लागिरहेछ, मौसम एकदम पानी पर्ला जस्तो भइरहेछ। अनि के गीत गाउने भन्दा राजेश पायल राईको यो दसैँ दिक्पाल भन्ने गीत साह्रै मनपर्छ मलाई। त्यही गीत गाउँदैछु। आहा है पुरबैको मारुनी, हजुर पश्चिमैको फुर्सङ्गे, नसोधे है गीताङ्गेको गाउँ, ला है नसोधे है गीताङ्गेको गाउँ। बाँचे हाम्रो सँगै घरबार मरे होला जगतैमा नाम। 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 ला 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 अझै ल ल हेर न, खालि माथि नि चढ्नु परेछ गोटीहरूलाई।
कुँडो खाऊ कुँडो 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 लगाएर त्यहाँ इस्कुस खान गयो होला त्यो ल अब बाख्रालाई चाहिँ कुँडो दिएर अब चराउन जङ्गलतिर लान खोज्दैछु आज स्कुल आज छुट्टीको दिन पारेर यो चाहिँ आज बाख्रा बनाएको भ्लग बनाउँदैछु है त गएर बाख्रा कुँडो कुस्ती खेली खेली खाछन् खाऊ 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 कसले खाऊ आइज ला ल ल हेर त्यहाँ त्यो चाहिँ अहिले पर पर भागिरहेछ गोटी अहिले अन्तिममा बाक्लो भएपछि खान आउँछ अहिले पानी जति अर्कालाई खानिदिन्छ ल ल हिँड अब ल हिँड अब जङ्गल हिँड है ल जङ्गल ल ल ल ल ल ल ल ल ल अब चाहिँ मैले बाख्रालाई कुँडो दियोरी जङ्गल लिएर हिँड्दैछु ल ल ल ल ल ल हिँड हिँड बाख्राहरू यो चाहिँ हाम्रो गाउँ यो चाहिँ कल्छे त्यो माथिको डाँडा डुम्रे हुँदै यो चाहिँ आम्बोटेको फाँट हो आम्बोटे रमाइलो छ रमाइलो हाम्रो गाउँ मेरा बाख्रा चाहिँ त्यहाँ पुगिसके ल अब बाख्रा चाहिँ फाइनल्ली चराउने ठाउँसम्म जङ्गलमा ल्याइसकेको छु मैले बाख्राहरू चर्दैछन्